नमस्कार खाते दाई, हजुरलाई हाम्रो च्यानलमा स्वागत छ। ल दाइ के गर्नु भएको यस्तो? म त फेरि यस्तै हो नि, म त अगा फ्लेक्स दिने हो नि यस्तै हो। ल नि त दा तपाईको नाम भनिदिनु न अन्त एकता। मेरो नाम मनिष हो र दा? सुन्यो सुन्यो अनि तपाईलाई त खाते दाइ भनेर चिन्छ त सबैले। रङ हो यो रङ हो। तपाईको गर्लफ्रेन्ड चाहिँ छ? बाहिर निस्किँदा एकैचोटि बाटा खान्छ। अझै किन खाने दा? यस्तै हो अब। के यस्तै चाहिँ दाइ? खुसीको कुरा के त्यही हो हैन? ल नि त दा मेरो भिडियोको बारेमा चाहिँ के भनिदिनु न अन्त। मलाई पनि थाहा छैन है, म हिरो भएर बोल्नु खोजेको हैन, मलाई पनि थाहा छैन। हैन यो च्यानललाई चाहिँ कसरी अघि बढाउनु त? के भन्नु यार म यो फिलिङ। ड्याम शेयर गर्न भाइ, बोल्न त पनि बोल्न, आवाज ठुलो छ त। बोल्दा शेयर गर्दा कसैले गर्दिदैन नि त दा, के गर्नु अब? हो सेम त्यही यार, सेम त्यही। एनीवेज हो, त्यस्तो चाहिँ बुझाएर सकिँदैन रहेछ। अन्त दा तपाईको त पुरा आउँछ त भ्युजहरु। अलिक सिक अलिक राम्रो बनाउन सिक, अलिक नेपाली स्टाइलमा गर्न। नेपाली स्टाइलमा बनाउँदा पनि नहेर्नेलाई चाहिँ के गर्नुपर्ने? एकचोटि ज्याम मात्र लडाइदिनु पर्ने साला। हो त्यो हो त। अनि केटाहरूलाई त ज्याममै दिने हो, केटीहरूलाई चाहिँ के गर्ने नि अब? चा 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 गरेर कन्डोमा 3 चोटि पड्काउने ल। त्यो त निकै दिएको होला है दा। मलाई त्यस्तै गर्नु मन थियो नि हौ दा। त्यो आरिस जलेको साला। मलाई सिकाउनु न दा त्यस्तै। छोड्दै, त्यस्तो कुरा गर्नु छैन। हो नि त दा, आजसम्म तपाईँलाई चित्त नपरेको कुरा चाहिँ के हो भन्नु? याद राखेको मलाई मेन चित्त नबुझेको कुरा भने चाहिँ के हो भने के हो भन्नुहोस् न, सबैले सुन्छ। केही पनि भन्दिनँ, केही पनि भन्नु छैन मलाई। कस्तो भन्नुभएको हौ दा? ओहो रिसिटिरहेछ नि म बोलेको देख्दाखेरि। त्यो तेरो खुम्चेको अनुहार, ओहो पाचा खाएर त्यो अमिलो पाचा खाएर त्यो पुरा सुँगाइदियो जस्तो थोपडा। म पनि यहाँबाट देखिरहेछु, फिल गरिरहेछु त्यो खाते। त्यो रिस म फिल गर्न सक्छु। अन्त पुलिसहरूको हातमा फेला पर्नु भएको छ दा तपाईँ? अनि त लट्ठी चार्ज पनि पुलिसहरू। बाप रे, जाप्पा चाहिँ कुट्छ यार, ड्याङ जाप्पा कस्तो कुटेको यार, कुट्नु पनि। जेलमा लगिसकेर चाहिँ कस्तो हुन्छ दा? खान्छौ ओर्छौ र कोही बेला गिलो गु आएको छ भने त्यहीँबाट पानी फिल्टर गर्छौ, त्यही गिलो गुबाट पानी खान्छौ। तपाईँसँग भएको छ यो घटना? त्यो कुरा छोडिदियो, म अब गर्दिनँ। त्यस्तो फेमस मान्छेको इन्टरभ्यू लिएर मेरो च्यानलको ग्रोथ हुन्छ होला दा? जिन्दगीमा केही नै पाइनस् तैँले त, केही नै पाउँदैनस् पनि केही नै। हाम्रो यो भिडियोको अन्तिममा हाम्रो भ्युअर्सहरूलाई के सन्देश दिन चाहनुहुन्छ तपाईँ? जिन्दगी जस्तै रातो खरबुजा खाइदिन्छु म त स्ल्याम। पत्याउँदैनौ भने तिमीहरूलाई म प्र्याक्टिकल्ली देखाइदिन्छु। कसम गाई।